हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। फेरि पनि म अर्को नयाँ ब्लग लिएर आइसकेँ। आज चाहिँ म र मेरो बुढा भयो सर र हावा खाँदै नारायणीमा लागेको मौसम हेर्न जाँदैछौँ। बिस्तारै बिस्तारै मैले भिडियो बनाउँदै थिएँ, फेरि मेरो बुढाले ल्याऊ म बनाउँछु, दुईजनाकै राम्रोसँग निक्लिन्छ भन्नुभयो। अनि बुढाले बनाउनु भयो। हामी जाँदै थियौँ गफ गर्दै गर्दै, हावा खाँदै सर र म सब जाने भनेर राम्री भएर चिटिक्क भएर रेडी भएर अनि हामी जाँदै थियौँ बाटोमा। मेरो बुढाले के भन्दै जिस्काउँदै हुनुहुन्थ्यो मलाई, म चाहिँ हाँस्दै उ गर्दै आफ्नै दुनियाँमा थिएँ म चाहिँ। अनि हामी बिस्तारै बिस्तारै म सबको लागि जाँदै थियौँ। आज यस्तो राम्रो थियो सिन, त्यही भएर आकाश कस्तो राम्रो देखियो, भ्युज पनि राम्रो आहा आज, अनि दामी थियो। अनि त्यसपछि हामीले त्यहाँबाट बाँदर देख्यौँ, अनि बाँदरलाई केरा किनेँ। अनि एउटा कुकुर पनि देखेँ, अनि कुकुरलाई पनि एउटा बिस्कुट किनिदिएँ। अनि कुकुरलाई चाहिँ बिस्कुट फुटाएर खाना दिएँ। अनि कुकुरले चाहिँ नयाँ मान्छे भएर होला हेरिरहेको थियो, मैले दिएको थिएँ बिस्कुट, सुरुमै खाना आएन, हेरिरहेको थियो। अनि हामी स्कुटीमा चढ्यौँ, अनि स्कुटी चढेर गयौँ। अनि गएपछि चाहिँ बल्ल खायो। अनि फेरि अब बाँदरहरू भट्टीमा जाँदै थियौँ। अनि बाँदरहरू देखेर कस्तो माया लाग्यो कि, अनि जेको पनि माया लाग्छ। अनि बाँदर देखेर माया लाग्यो बाँदरको, अनि त्यही भएर केरा किनेर ल्याएर तिनीहरूलाई बाँड्नको लागि हामी बिस्तारै जाँदै थियौँ। अनि अब यहाँ बाँदर देखिन्छ, अनि डर लाग्छ, झम्टिन्छ जस्तै लागेर सुरुमा चाहिँ मेरो बुढाले गाली गर्नुभयो, तल झर्नु पर्दैन यहीँबाट दिने भनेर। अनि यहीँबाट दिँदै थिएँ। अनि झम्टिन्छ नि त कुनैले त, अनि त्यही भएर डर नै डर हुन्छ। अनि त्यही भएर बिस्तारै बिस्तारै यहीँबाट फाल्दै थिएँ। मलाई चाहिँ तल झरेरै दिन मन लाग्थ्यो। अनि बुढाले चाहिँ झम्टिन्छ, उ गर्छ, घाउ हुन्छ भनेर, अनि तल नझरिकन देऊ भनेर भन्नुभएको थियो। कति धेरै बथान थिए यिनीहरूको, कति धेरै थिए, सानसानो बच्चाहरू पनि थिए, बुढा पनि थिए, बाँदरहरू बिचरा माया लाउने। अनि मलाई चाहिँ त्यहाँबाट स्कुटीमा बसेर दिएको चित्तै बुझेन। अनि त्यसपछि म चाहिँ स्कुटीबाट झरेँ। अनि स्कुटीबाट झरेर दिएँ केराहरू बिस्तारै। यति हारालुस गरेको थिएँ, कति झडा गरेको थिएँ यिनीहरू। अनि फेरि झम्टिन आउँछन् कि भनेर डर लाग्यो है। अनि तलै झरेर दिएँ मैले बिस्तारै बिस्तारै। 1 दर्जन त हो, 12वटा हुन्थ्यो, यहाँ त कतिवटा 50वटा थियो होला। बाँदर बिचार के भाग पुग्ने, पाकेको त यति मात्र थियो केरा, अरू सबै काँचो काँचोहरू मात्र थियो। अनि यिनीहरूलाई दिँदै थिएँ, कति झडा गरेको थिएँ। अनि हामी फेरि झम्टिन्छन् होला भनेर त्यहाँबाट निस्कियौँ बाई बाई गरेर। अनि बिस्तारै बिस्तारै जाँदै थियौँ। फेरि यता पनि कति धेरै बाँदरहरू रहेछन् बिचरा है। अनि यिनीहरूलाई चाहिँ तिमीहरू नि उता गएको भए खान पाउँथ्यौ भन्दै जिस्काउँदै हाँस्दै हिँडेको थिएँ म। अनि यता पनि कति धेरै बाँदरहरू थिए बिचरा, देखेको थिएनौँ सुरुमा, त्यही मात्र दियौँ। अनि पछि यता आएपछि बाँदरहरू थिए। त्यसपछि हामी त्यहाँबाट निस्कियौँ बिस्तारै। अनि जङ्गलको यस्तो राम्रो भ्युज देखेको थियो आज, यस्तो चर्को घाम लागेको थियो, रुखहरू कस्तो राम्रो देखेको थियो है। अनि त्यसपछि बिस्तारै 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 बुढाबुढी गफ गर्दै जिस्किँदै रमाउँदै गयौँ। अनि हामी ठ्याक्कै क्याम्पस गेट आइपुग्यौँ। अनि क्याम्पस गेटबाट मोडियौँ दायाँतिर। अनि बिस्तारै गयौँ त्यहाँबाट। यस्तो राम्रो देखियो आजको आकाश, त्यो यस्तो राम्रो, खासै गाडीहरू नै हिँडेको थिएन त्यति बेला त, खै किन हो आज। अनि बिस्तारै गयौँ। अनि त्यसपछि भाटभटेनी देख्यौँ। अनि भाटभटेनी देखेर साह्रै नरमाइलो लाग्यो बिचरा है, रुन मन लाग्यो। त्यस्तो राम्रो भइरहेको थियो, कति राम्रो व्यापार भइरहेको थियो, यसरी आगो लाएर भन्ने भयो, नरमाइलो लाग्यो। अनि हामी जाँदै थियौँ, नारायणी पुल आइपुग्यौँ। अनि मेरो बुढाले स्कुटीको त्यो टिकटहरू काट्नु भयो। अनि म चाहिँ बिस्तारै हिँडेर भ्युजहरू हेर्दै हेर्दै हिँड्दै थिएँ। अनि मान्छे हामी चाहिँ अहिले 12:30 बजीतिर हिँड्या भएर मान्छे ठिकै थिए, बल्ल सुरु हुँदै थियो नि त आउने मान्छेहरू। अनि जाँदै थियौँ बिस्तारै हिँडेर, घाम यस्तो चर्को थियो। अनि हामी टिकट काट्ने ठाउँमा आइपुग्यौँ। मेरो बुढाले टिकट काट्नुभयो 2टा।
अनि टिकट काटेर हामी टिकट देखाउँदै त्यहाँबाट निस्कियौँ। अनि बिस्तारै 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 हिँडेर अनि फेरि त्यहाँ चाहिँ लन्डनको ब्रिज भनेको भएर हामी चाहिँ हेर्दै गयौँ त्यता। राम्रो थियो दिन चाहिँ, फोटोहरू पनि राम्रो आएको थियो, कति मान्छेले खिचेको थिए। अनि हामीले फोटोसोटो खिच्यौँ। अनि त्यसपछि फेरि बिस्तारै हिँड्दै गयौँ। मेरो बुढा चाहिँ सधैँ मभन्दा अगाडि अगाडि हिँड्ने हो, म चाहिँ सधैँ पछाडि पछाडि हुन्छु, यति छिटो हिँड्नुहुन्छ। आज चाहिँ दोस्रो दिन हो नि त, त्यही भएर स्टलहरू प्रायः सबै खाली थियो। यता यता त पुरै खाली थियो, यता यता आएपछि चाहिँ अलि स्टलहरू थियो, अलि उता गएपछि चाहिँ अब राख्न बाँकी नै होला नि त। अब खै पुरै खाली थियो स्टल त। रमाइलो भयो जे भयो नि। बिस्तारै बिस्तारै सबै सामानहरू हेर्दै हेर्दै घुम्दै घुम्दै मान्छेहरू हेर्दै हामी बिस्तारै अगाडि बढ्दै थियौँ। अनि त्यो दाइले हामीलाई अमिलो खाऊ भन्नुभएको थियो, दालमोटहरू खाऊ भन्नुभएको थियो। हामीले चाहिँ अहिले फर्किँदाखेरि लान्छौँ भनेर अनि यत्तिकै निस्क्यौँ त्यहाँबाट। अनि जुत्ताहरू कपडाहरू बिस्तारै बिस्तारै हेर्दै हेर्दै यताउति हेर्दै हिँड्यौँ। स्टलहरू सब खाली थियो प्रायः। यता यता भएपछि चाहिँ अलिक भोरी भोरी थियो, नत्र सबै खाली थियो। स्टलहरू आउन बाँकी नै अरे मान्छेहरू भन्नुभएको थियो त्यहाँको दाइहरूले। अनि हामी चाहिँ यता यता आइपुग्यौँ। रमाइलो यतातिर चाहिँ भरिभरि भएको थियो स्टलहरू, नत्र सुरुमा त केही स्टल छैन। हिँड्दै थियौँ। अनि त्यसपछि तिर्खा लाग्यो अनि बुढाले त्यहाँ लस्सी पसल देख्नुभएको छ, अनि लस्सी खाऊँ भन्नुभयो। अनि हामी लस्सी खाँदै थियौँ। लस्सी कस्तो मिठो थियो, दामी थियो। काठमाडौँ भ्यालीको लस्सी थियो, यस्तो मिठो थियो। अनि हामी लस्सी खाएर भ्यायौँ। अनि एकछिन त्यहीँ बस्यौँ लस्सी खाएकै ठाउँमा, घामबाट हिँड्दै आएको थियौँ। अनि डुङ्गा खेल्ने भन्नुभयो बुढाले। अनि हामी डुङ्गाको टिकट काट्न गयौँ। मेरो सानो चाहिँ टिकट काट्दै हुनुहुन्छ। अनि हामीले डुङ्गा खेल्ने भन्यौँ। अनि हामी डुङ्गा खेल्नको लागि माथि गयौँ। अनि त्यसपछि डुङ्गा मान्छेहरू पनि चढ्दै थिए, चढ्ने मान्छेहरू चढ्दै पनि थिए। अनि हामी चाहिँ डुङ्गामा बस्यौँ। डुङ्गा चल्न सुरु भयो गाइस। मलाई चाहिँ डुङ्गामा यति डर लाग्छ। बुढाले खेलौँ भन्नुभयो, अनि खेलौँ न त खेलौँ, रमाइलो हुन्छ। सुरुमा चाहिँ रमाइलो हुन्न, पछि माथि माथि गएपछि चाहिँ यस्तो डर लाग्छ है। सुरुमा त रमाइलो लाग्छ। हेर न, डरले कहिले यता कहिले उता समात्यो, बुढाले कहिले यता समात भन्नुभयो, कहिले उता समात भन्नुभयो है। अनि यस्तो रमाइलो भयो सुरुमा। अहिले मेरो लास्टसम्म हेर्न है मेरो कस्तो हुन्छ त्यो अनुहार रियाक्सन। सुरुमा यस्तो मजाले हाँस्यो म है, पछि पछि डराउँछु म। मेरो बुढा चाहिँ नडराउने, एकदम स्ट्रङ भन्ने कि के भन्ने कि नडराउने, डरै नलाग्ने। मलाई चाहिँ यस्तो डर, खेल्न पनि मन लाग्छ अनि डर पनि लाग्छ क्या। अनि अहिले म यस्तो डराउँछु, यस्तो चिच्चा हो अहिले। अनि डराउनु थाल्यो, अब डराउनु सुरु भयो मेरो बुढा चाहिँ हाँस्दै हुनुहुन्छ। मलाई चाहिँ मनमा डर हो, मुखबाट चाहिँ आँसु निकाल्यो। तर एकछिनमा चाहिँ मैले त्यो डर मुखमा पनि लिएर आउँछु, म हाँस्न सक्दिनँ अहिले एकछिनमा चाहिँ है। यस्तो डर लाग्थ्यो, त्यो माथि पुऱ्याएर तल आउँदा त श्रिङ्ग हुने के, यस्तै डर लाग्ने। हामीले पनि पहिला टिकलीमा महोत्सवको स्टल राख्दाखेरि कति खेल्यौँ कि यस्तो डुङ्गाहरू त। अनि रमाइलो भयो, बुढाबुढी रमाइलो गर्दै थियौँ। अनि डुङ्गासुङ्गा खेलेर हामी यता मञ्चतिर स्टेजतिर आएको थियौँ। अनि त्यहाँनिर त्यो तल झरेर नारायणी त्यो यस्तो चिसो हावा आएको थियो, त्यहाँनिर एकछिन बस्दै फोटोहरू खिच्यौँ। फेरि यस्तो रमाइलो डुङ्गाहरू चलिरहेको थियो। अनि एकछिन बुढाबुढी रमाउँदै टक्क भिडियो बनायौँ। घाम पनि यस्तो चर्केको थियो, तर रमाइलो भएको थियो, चिसो भएको थियो त्यहाँ चाहिँ। अनि हामी रमाइलो भएको थियो, बिस्तारै बस्दै थियौँ। अनि त्यहाँनिर अगाडि केराको मोमोहरू रहेछ। अनि हामी चाहिँ अघि पछि अब चिकन यताउति खाइरहन्छ नि त। अनि मौसममा गयौँ भने चाहिँ प्रायः केराकै आइटम खाइन्छ क्या। अनि त्यसपछि चिप्स र अनि केराको मोमो र केराको चिप्स खायौँ, मिठो थियो। चिप्स त झनै मिठो थियो, मोमो चाहिँ त्यो बाहिरको त्यो मैदा चाहिँ अलिक बढी पाकेको थियो, त्यो पनि मिठो भएको थियो। तर मिठो त खाँदै थियौँ। बाहिर त्यो भ्यूजहरू हेर्दै थियौँ। बुढाहरूले माछा मार्न लाग्यो, खाइरहेको थियौँ। अनि बिस्तारै हिँड्दै फेरि हामी चटपट खाने ठाउँमा आइपुग्यौँ। बुढाले चटपट खाऊँ भन्नुभयो, मिठो थियो, चटपट पनि खायौँ। बसेर त्यहाँ पलेटी कसेर भुइँमा बसेर चटपट नै खायौँ। चटपट मिठो थियो, चटपट पनि पिरो पिरो अमिलो अमिलो। दुईजनाले अगाडि
गेमहरू हेर्दै चटपट सटपट खायौँ। अनि त्यसपछि त्यहाँबाट नै हामी निस्क्यौँ। अनि त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ, महोत्सवबाटै निस्क्यौँ। अनि हामी अगाडि मेन रोडमा आइपुग्यौँ। अनि बिस्तारै बिस्तारै फेरि घर फर्किँदै थियौँ। अनि हामी आउँदाखेरि चाहिँ हामी टिकौली जङ्गलको बाटो हामी जाँदाखेरि चाहिँ यताबाट गएको थियौँ, आउँदाखेरि चाहिँ टिकौली जङ्गलबाट हाइवेबाट आयौँ। अनि बिस्तारै यस्तो राम्रो थियो आजको भ्युज। यो एयरपोर्ट अगाडि अहिले कति राम्रो बनाएको यो दुबोहरू रोपेर। अनि त्यही भ्युज हेरेर आउँदै थियौँ एयरपोर्टको। अनि एकैछिनपछि हामी पसल आइपुग्यौँ। आजको यस्तो रमाइलो भयो आजको घुमाइ हाम्रो भयो।